आई थिंक कमब्याक गर्न चाहिँ आई थिंक अब एज अ एथलिट गर्नुपर्छ हैन, किन भन्दाखेरि अब गेममा हारजित हुन्छ तर हामी क्लोजली हारिरहेको भएर चाहिँ अलिकति एडजस्ट गर्न चाहिँ गाह्रो भइरहेको थियो समहाउ। अब फेरि युगान्डाको सिरिजमा चाहिँ अब हामीले जति पनि समय पाएको छौँ त्यसलाई चाहिँ राम्रोसँग सदुपयोग गरेर चाहिँ भनौँ न यो युगान्डा टुरको लागि चाहिँ रेडी छौँ भनौँ मेन्टली। हामीले चाहिँ भनौँ न हामीले इन्डिभिजुअल सबैजनालाई टास्क दिइरहेको थियौँ होइन, सबैजनाले अब आफ्नो आफ्नो ठाउँमा गएर चाहिँ वर्क गरिराख्नु भएको छ र हामीले अहिले रिसेन्टली फिटनेस ट्रेनर पनि हामीले पाइरहेको छौँ। सो हामीले राम्रोसँग सदुपयोग गरिरहेको छौँ र आशा छ हामीले केही न केही चेन्जेसहरू चाहिँ ल्याएको छौँ भनौँ न। एकदम मेन्टली फिट छौँ अहिले, किन भन्दाखेरि हरेक च्यालेन्जेसहरू आउँछ तर एक्सेप्ट गरेर अगाडि बढ्नु नै ठुलो कुरा जस्तो लाग्छ। सो हामी एकदमै मेन्टली फिट र एकदम तगडा छौँ भनौँ, एकदमै राम्रो छ। किन भन्दाखेरि अब सिनियर टिमै हो होइन, 19 को इन्भल्भ भए पनि सिनियर टिममै अब लगातार आइराख्नु भएको छ। सो ओभरअल हेर्ने हो भनेदेखि चाहिँ अब चोटको कारण 2 जना प्लेयरहरू आउनु भएको छैन, उपस्थित हुनु भएको छैन। सो उहाँको पुरानो प्लेयरलाई लिएर अब जस्तै अन्डर 19 बाट आउनु भएको छ। आई थिंक ओभरअल राम्रो स्क्वाड बनेको छ। सो होप एकदमै राम्रो पर्फर्मेन्स गर्नुहुन्छ। च्यालेन्जिङ भन्दाखेरि पनि एज अ एथलिट अब च्यालेन्जिङ हरेक डिपार्टमेन्टमा हुन्छ होइन, ब्याटिङ फिल्डिङ भनौँ बलिङ भनौँ, तर ओभरअल हेर्ने भने चाहिँ हामीले हरेक सेक्टरबाट चाहिँ आफ्नो बेस्ट दिने चाहिँ ट्राई गर्नेछौँ। अभियसली अब खेल्न जाँदाखेरि चाहिँ हामी च्याम्पियनकै एउटा मोटिभ लिएर गएको छौँ। आई थिङ्क हामीले त्यही नै एउटा च्याम्पियन भएर फर्किनु चाहिँ एकदमै हाम्रो आफ्नो होल स्क्वाडबाट नै एकदमै 100% दिएर आउनेछौँ। त्यही उहाँहरू एकदम पोटेन्सियल प्लेयर हुनुहुन्छ होइन, 19 मा पनि वर्ल्ड कपमा एसिया कपमा भनौँ एकदमै राम्रो प्रदर्शन गरेर फर्किनु भएको छ। सो ओभरअल हेर्ने हो भने चाहिँ एकदमै राम्रो बोन्डिङ छ र आशा छ उहाँहरूले सिनियरमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्नुहुन्छ। ट्याक्टिकल्ली अब प्रिपरेसन वाइज अपोजिसनको पिचहरू अनुसार हामीले एनालाइज गरिरहेको छौँ र हामीले अब नयाँ ठाउँमा गएर नयाँ इन्भाइरोमेन्टमा गएर खेल्दैछौँ। आई थिङ्क सिमिलर नै हुन्छ, मुलपानीको जस्तो ग्राउन्ड छ, विकेट छ, त्यस्तै युगान्डाको हामीले सिमिलर नै देखिरहेको छन्। ओभरअल एनालाइज गर्दाखेरि चाहिँ आई थिङ्क हामीले चाहिँ एज अ त्यो कुरालाई लिएर चाहिँ आई थिङ्क मेन्टली प्रिपेयर चाहिँ हुनुपर्छ जस्तो लाग्छ। होइन हामीले भने नि अब उहाँहरूको भिडियोजहरू हेरेर होइन, उहाँहरूको रिसेन्ट म्याचेसहरू हेरेर चाहिँ हामीले त्यसरी चाहिँ एनालाइज गरिरहेको छौँ, रिड पनि गरिरहेको छौँ। सो त्यही नै हुन्छ, सिमिलर नै हो। जस्तो अब नेपाल, हङकङ, युगान्डा भनौँ, युगान्डासँग नै हामी लास्ट टाइम 2022 मा खेलेको छौँ, नामिबियासँग चाहिँ फर्स्ट टाइम खेल्न लागेको छौँ। सो ओभरअल हेर्ने भने चाहिँ इक्वल एउटै टिम हो जस्तो लाग्छ। एकदमै इम्पोर्टेन्ट छ। अब जसरी हामीले अहिले एक्सपोजर पाएको छ यो हाम्रो लागि एकदमै इन फ्युचर पनि हाम्रो वुमेन्स क्रिकेट टिमको लागि एकदमै राम्रो प्लेटफर्म हो होइन। अब यसरी हामीले बिस्तारै बिस्तारै यसरी म्याचेसहरू खेल्दै गयो भने अवश्य पनि वुमेन्स टिमले पनि केही न केही एचिभ गर्छ भन्ने जस्तो लाग्छ। जसरी अहिले रिसेन्ट डेज हामीले ट्राई सिरिज पनि नेपालमै खेल्यौँ, त्यसमा पनि हामीले एकदमै राम्रो क्रिकेट खेलेका थियौँ। थोरै हामी चाहिँ फिल्डिङ र फिटनेसमा ल्याप्सेसहरू थियो, तर फर्चुनेटली हाम्रो मोनिका चाहिँ आउनुभएको छ, उहाँले हामीलाई एकदमै हेल्प गर्नुभएको छ, मोटिभेट गर्नुभएको छ र हामी सबैजना अन्डर 19 सिनियर म्याक्सिमम् एक्सपिरियन्स प्लेयर्सहरू पनि हुनुहुन्छ। हामी सबैजनालाई एकअर्कालाई गाइड गरेर चाहिँ हामीले भनौँ न एउटा राम्रो क्रिकेट चाहिँ खेलेर फर्किनेछौँ र ट्याक्टिकल्ली चाहिँ उताको जसरी अपोजिसनको पिचहरू छ हामीले एनालाइसिस थ्रु हामीले एकदमै राम्रो एनालाइज पनि गरिरहेको छौँ र आशा छ हामीले एकदमै राम्रो क्रिकेट खेलेर फर्किनेछौँ। धन्यवाद।